पढाइमा मन लाग्दैन तिमीलाई, तर मोबाइल भने ब्याट्री ड्यामेज नहुन्जेलसम्म चलाउँछौ। 1 वर्ष 6 महिना बोल्दा बोल्दै इक्जाम आइसक्यो। कसैको एसी बोर्ड इक्जाम र कसैको 12 बोर्ड इक्जाम, र अब भएको समय पनि कसरी जान्छ तिमीलाई थाहा हुँदैन। तिमीसँगै पढेको साथी भोलि कोही इन्जिनियर बन्ला, कोही डाक्टर बन्ला, अनि खाडी मुलुकमा तिमी नगएर को जान्छ तिम्रो त्यो टपर साथी। याद राख, तैले आजसम्म दोस्रो पटक कहिले कोसिस गरेको छस्। आज म यस भिडियोमा तिमीलाई गम्भीर विषय बताउने छु। तिमीलाई किन पढाइमा मन लाग्दैन? के तिमीलाई कहिले यस्तो अनुभूति भएको छ किताब खोल्न मन लाग्दैन, ध्यान भङ्ग हुन्छ, वा केही समयपछि नै दिक्क लाग्छ? यदि हो भने यो भिडियो तिम्रो लागि हो। यदि तिमीलाई पढ्नुको ठोस कारण थाहा छैन भने मन कसरी लाग्छ? यदि किन पढ्ने भन्ने प्रश्नको जवाब भेट्न सक्यो भने मात्र पढाइ सहज हुन्छ। यदि तिम्रो पढ्ने तरिका नै सहज छैन भने पढाइ दिक्क लाग्दो हुन्छ। घण्टौं किताब हेरेर बस्नुभन्दा स्मार्ट तरिकाले पढ, नोट बनाऊ, भिडियो हेर, असल साथीहरूसँग छलफल गर। जो गलत छ उनीहरूको पछाडि भुको कुकुर जसरी दौडिने कोसिस नगर। जब तिम्रो कुनै लक्ष्य स्पष्ट हुँदैन तब तिम्रो मन अल्मलिन्छ। तिमीमा प्रेरणाको कमी छ। महान व्यक्तिहरूको संघर्षको कथा पढ, सुन, प्रेरणा पाइन्छ। उद्देश्य निर्धारण गर। तिम्रो लक्ष्य के हो? डाक्टर, इन्जिनियर, कलाकार, व्यवसायी? एक ठोस उद्देश्य राख। आउने 5 वर्षमै केही गरेर देखाउँछु। आज ती व्यक्तिहरूलाई सम्झ जो तिमीलाई अगाडि बढेको देख्न चाहँदैन। आजैदेखि सही विधि अपनाऊ। 2 घण्टा घुट्टिने होइन, 25 मिनट ज्यान लगाएर फोकस गर, 5 मिनट आराम लिऊ। म भन्छु पोमोडोरो टेक्निक अपनाऊ। पुस्तक पढेर मात्र हुँदैन, त्यसलाई भिजुअलाइजेसन गर, चित्राङ्कन गर, एक कथाको रूपमा क्रिएट गरेर सजिलैसँग पढ। आफूले आफूलाई एक चुनौती देऊ। 10 दिनमा यो किताब सक्नेछु। पढाइलाई पनि एक खेल जस्तै बनाऊ, रमाइलो हुनेछ। केवल पढाइ मात्र गर यो होइन, तर याद राख यो भविष्य निर्माणको साधन हो। अरे म त भन्छु मन लाग्दैन भने पनि सुरु गर, किनकि सुरुवात नै सफलताको पहिलो सिडी हो। आजसम्मका पढ्ने सब ती तरिका बदल। एक लक्ष्य निश्चित गर अनि देख, म ग्यारेन्टी दिएर भन्छु तिम्रो जीवन बदलिनेछ। यो दुनियामा जति पनि व्यक्ति छन् उनीहरूको माइन्डसेट हाम्रो भन्दा फरक छ। हाम्रो दिमाग सानो, के उनीहरूको दिमाग ठुलो हो? अरे हामी पनि पढ्न चाहन्छौ, लेख्न चाहन्छौ, टपर बन्न चाहन्छौ, तर हरेक वर्ष किन यस्तो डिफरेन्ट हुन्छ? आज सबैभन्दा राम्रो इक्जाम दिन्छु भनेर गइन्छ, तर पनि फेरि नराम्रै हुन्छ। मेरो पढ्ने तरिका गलत हो कि मेरो दिमागमा याद गर्ने क्षमता नै छैन? जब म 8 सालको थिएँ, टिचर भन्नुहुन्थ्यो पढ लेख। उदाहरण दिनुहुन्थ्यो महान व्यक्तिका, थोमस आइन्स्टाइन, स्टेफन हकिङ, जो विश्वको मानचित्रमा टपर चुनिएका छन्। थोमस जो स्कुलमा नै गएनन् तर पनि घरमै पढेर रातलाई दिनमा परिवर्तन गरिदिए। 1000 पटक प्रयास गरेर त्यो कालो छायालाई हटाउने त्यो बल्बको आविष्कार गरे, जसले गर्दा आज रात पनि उज्यालो हुन पुगेको छ। त्यसै गरी आइन्स्टाइन अनि स्टेफन हकिङ जो मृत्युलाई जितेर खगोलको अध्ययन गरे। जब उनी 22 वर्षका थिए तब उनीलाई डाक्टरले भनेका थिए अब तिमी 3 वर्ष भन्दा बढी बाँच्न सक्दैनौ, तर पनि उनी आफ्नो सकारात्मक इच्छा शक्तिका कारण 77 वर्ष बाँच्न पुगे। 25 वर्षदेखि पछाडिको जिन्दगी उनीको कठोर दायी थियो। न बोल्न सक्थे, न हिड्डुल गर्न सक्थे, न सुन्न सक्थे, न त हलचल गर्न सक्थे, तर पनि उनीले कहिले हार्न जानेनन्। त्यसैले भन्ने गरिन्छ जो व्यक्ति हार्न चाहँदैन त्यो व्यक्ति कहिले हार्न सक्दैन। अब मैले बुझिसके टपर बन्ने सिक्रेट ट्रिक। एक पटक फेल भए भनेर पछाडि नहट, कोसिस गर्दै जाऊ, सफलता जरुर मिल्नेछ। यो पटक भएन त के भयो, अर्को पटक म नै टप गर्नेछु। आज भएन त के भयो, भोलि मेरो पालो हो। आज यही छोडेर भोलि पूरा गर्छु। साथीहरू, यो शब्द दोहोर्याउन लागेको 18 वर्ष भइसक्यो। आजसम्म भोलिको कुरा गर्छौ, तर आज के गर्ने यो कुरा मनमा छैन। एक दिनमा 24 घण्टा हुन्छ। हरेक दिन भोलि भोलि भनेर त्यो 24 घण्टा हराउँदै गइरहेको छ। अरे साथी, एक पटक आफ्नो अनुहार ऐनामा त हेर। दिनदिनै त्यो अनुहार त चेन्ज भइरहेको छ, तर तिम्रो त्यो व्यवहार कहिले चेन्ज हुन्छ? के तिमी आफ्नो भ्यालु बढाउन चाहदैनौ? समाजमा कयौं व्यक्ति छन्, के ती सबको अनुहार तिमीलाई याद छ? नै, कसरी याद हुन्छ? 1 घण्टा अगाडि भेटेको मान्छेको त याद छैन भने ती व्यक्तिको याद कसरी हुन्छ? तर त्यही समाजमा कोही एक व्यक्ति यस्तो होला जसको नाम हरेक व्यक्तिको मुखमा, जसको इमेज हरेक व्यक्तिको नयनमा। साथीहरू, समाजको लागि केही नगरे पनि पहिला त आफ्नो माँ बाबालाई देख, जसले सकी नसकी ज्यामी गरेर तिम्रो पेट पालेका छन्। आफू भोको रहे पनि तिमीलाई भोको हुन दिएका छैनन्। अलिकति महसुस गर त्यो दर्द जसको पाउमा आजसम्म चप्पल छैन। अझै पनि समय गएको छैन। यदि बदलिन चाहन्छौ भने आज
आफैदेखि बदला। दोस्रो भिडियो देख्नको लागि एक लाइक र च्यानललाई सब्स्क्राइब गर।